हेलो, हेलो, हेलो सबैजनालाई स्वागत छ है। अहिले बजारमा सबैजना यो टिकटकमा सोसियल मिडियाहरू सम्बन्धी हुन्छ नि टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युबहरू जस्ता मिडियाहरूमा कसरी मान्छेहरूले चाहिँ भाइरल भइरहेछन्, कसरी भ्युजहरू बढाइरहेछन्, फलोवर्सहरू बढाइरहेछन्, झ्याम लाइक आइरहेछ भनेर तपाईँलाई पनि अचम्म लागिरहेको होला होइन। अब त्यो यदि सिक्न चाहनुहुन्छ भने एकछिन मेरो यो भिडियो हेर्नु होइन अन्तसम्म। तपाईँ पनि मजाले आफ्नो टिकटकमा भ्युजहरू होइन फलोवर्सहरू मजाले बढाएर भाइरल बन्न सक्नुहुन्छ। त्यसको लागि जस्तै म तपाईँलाई सुरुमा गएर खोल्नुहोस् होइन। क्रोम खोलेपछि तपाईँलाई सुरु माथि गएर सर्च गर्नुहोस् एसएमएम बबाल भन्ने छ होइन, bobal.com भनेर सर्च गर्नुहोस्। यहाँ माथि देखाउँछ होइन। अनि यसमा सर्च गर्नुहोस्, एकछिन टाइम लाग्छ। त्यसपछि यहाँ देखाइरहेछ नि एसएमबबाल.com भन्ने। अनि एकछिन घुमेपछि त्यसले भेरिफाई माग्छ। राम्रोसित सिक्नुको लागि अन्त्यसम्म हेर्नु होला है। अनि यहाँ तपाईँले भेरिफाई गरिदिनु भयो भने त्यसपछि तपाईँको मोबाइलमा यस्तो इन्टरफेस देखिन्छ होइन। यो यस्तो देखेपछि तपाईँले बिस्तारै तल सारेपछि तपाईँ नयाँ युजर हुनुहुन्छ होइन। तपाईँसित अकाउन्ट छैन भने डु नट ह्याभ अकाउन्ट साइनअप भन्नेमा गएर साइनअप जहाँ लेखेको छ त्यसमा क्लिक गरिदिनुहोस्। अब यो साइनअपमा क्लिक गरेपछि तपाईँको यस्तो इन्टरफेस देखाउँछ। यो भनेको वाट्सएप नम्बर हाल्नु पर्दैन। तपाईँले युजर नेममा तपाईँले आफ्नो जस्तै रोहित मानौँ तपाईँको नाम छ रोहित 1 2 3 4 अब अथवा रोहित मात्रै पनि हाल्न सक्नुहुन्छ। त्यसपछि इमेलमा गएर तपाईँले समथिङ केही रोहित शर्मा केही होला तपाईँको नाम होइन, समथिङ @gmail भनेर तपाईँलाई चाहिँ gmail.com भनेर माग्छ होइन। यसरी हानिदिनुहोस्। त्यसपछि पासपोर्ट हान्न लगाउँछ यहाँ 2 पटक है। पासपोर्ट मानौँ तपाईँले नेपाल यहाँ हेर्न पनि मिल्छ। आँखा जस्तोमा देखायो भने थिच्यो भने तपाईँको त्यहाँ हेर्न पनि मिल्छ मैले के लेखेको छु भनेर। नेपाल 1 2 3 4 मानौँ एउटा इक्जाम्पलको लागि 3 4 होइन। अनि तलमाथि सेम हुनुपर्छ है त। तलमाथि सेम गरेर 1 2 3 4 अब हेर्नुहोस् होइन। तलमाथि सेम छ भनेपछि तपाईँको सेम छ। अनि तपाईँले यहाँ आइएम नट रोबोट गर्नु। आइएम नट रोबोट गरेपछि अनि रोक्नु है त। यो रोहित त्यहाँ अलरेडी अर्को थियो होला, मैले जस्तै 90 भन्ने राखेँ त रोहित भन्ने। अनि त्यसपछि तपाईँले यसमा आइएम नट रोबोट गरेपछि साइनअप गरिदिनुहोस्। साइनअप गरेपछि तपाईँको सक्सेसफुल्ली साइनअप लगइन नाउ कन्ट्याक्ट भनेर यहाँ सेभ देखाउँछ। तपाईँले सेभको बटन पनि थिच्न सक्नुहुन्छ। अनि त्यसपछि सक्सेसफुल्ली साइनअप भयो भनेपछि लगइन नाउ भनेर भनेको छ होइन। अनि तपाईँले अब अघिको ठाउँमा तल जानुहोस्। डु नट ह्याभ अकाउन्ट साइनअप भनेको ठाउँमा अहिले अलरेडी ह्याभ अकाउन्ट साइन इन भनेर देखाएको छ। अब यो साइन इनमा तपाईँले टच गर्नुभयो भने तपाईँलाई यहाँ युजर नेम र पासवर्ड अघि तपाईँले रोहित भनेर हान्नुभएको थियो होइन। रोहित 90 मैले हानेको थिएँ होइन। रोहित 90 हाने। त्यसपछि नेपाल 1 2 3 4 हानेको थिएँ होइन मैले नेपाल अनि रिमेम्बर भनेर यहाँ रिमेम्बर पनि थिच्न सक्नुहुन्छ होइन। त्यसपछि यहाँ साइन इन गरिदिएपछि तपाईँको अकाउन्ट यसरी खुल्छ। यहाँ सेभ भनेर देखाएको छ, सेभ पनि गर्न सक्नुहुन्छ। अब तपाईँको यस्तो अकाउन्ट रेडी भयो। तपाईँको रेडी अकाउन्ट भयो तर यहाँ करेन्ट ब्यालेन्स भनेर तपाईँको 0 छ। तपाईँको ब्यालेन्स हाल्नुपर्ने हुन्छ। स्पेन्डिङ भनेको तपाईँले खर्च गरेको हो। अब तपाईँले यसको लागि सिधै उयसमा गएर यहाँ वाट्सएपको चिन्ह यहाँ तल देख्नुभएको छ, वाट्सएपको चिन्ह छ। यहाँ वाट्सएपको चिन्हमा यदि त्यही वाट्सएपमै कुरा गरेर पैसा पनि ल मेरो पैसा लोड गर्न पऱ्यो भनेर पनि तपाईँले भन्न सक्नुहुन्छ। त्यहाँ म्यासेज गरेर पनि गर्नु मिल्छ। होइन भने तपाईँलाई चाहिँ ब्यालेन्स हाल्न मन लाग्यो भने यहाँ यो माथि हेर्नु त 3टा लाइन छ होइन। 3टा लाइनमा टच गर्नुभयो भने यहाँ एड फन्ड भन्ने देख्नुहुन्छ होइन। न्यू अर्डर सर्भिस अनि एड फन्ड भन्ने छ। एड फन्डमा क्लिक गर्नुभयो भने तपाईँको यहाँ चाहिँ एउटा यो सेवाको क्युआर कोड हुन्छ। तपाईँले यसलाई डाउनलोड गरेर यसमा पैसा हालेर
त्यसपछि यहाँ भनेअनुसारको तपाईँले अघि मैले देखाएको ठाउँमा गएर पैसा हालेर ल मेरो सर यो नयाँ अकाउन्ट हो वेबसाइटमा आउनुहुन्छ तपाईँले यहाँ पैसा देखाउँछ। त्यसपछि तल गएपछि तपाईँको गर्ने भनेको यहाँ क्याटेगोरी भन्ने छ। तपाईँको यहाँ गएर मजाले कति धेरै सर्भिसहरू हुन्छ यी तपाईँले हेर्न सक्नुहुन्छ। फेसबुकको छ होइन, अनि इन्स्टाग्रामहरूको छ, युट्युबको छ, टिकटकहरूको छ। अनि तपाईँलाई जस्तै भ्युज बढाउनु मन लाग्यो भने भ्युजमा थिच्नुहुन्छ। भ्युजमा थिचेपछि तपाईँले यहाँ देख्नुहुन्छ होइन, भ्युजको थुप्रै अप्सनहरू हुन्छ। तपाईँले कुन चाहिँ हाल्ने भनेर चाहिँ चुज गर्नुहोस्। त्यो चुज गरेपछि तपाईँले कपी लिङ्क गरेर आउन सक्नुहुन्छ। कपी लिङ्क गरेर आएर यसमा लिङ्क पेस्ट गरिदिनुहोस्। त्यो उताबाट फेसबुकबाट के अरे टिकटकबाट चाहिँ कपी लिङ्क गरेर आएको यसमा पेस्ट गरिदिनुहोस्। अनि क्वान्टिटी भनेको कति तपाईँलाई मानौँ 10,000 भ्युज हाल्नु पऱ्यो भने 10,000 भ्युज हाल्नु पऱ्यो भने जम्मा नेपाली पैसा 58 पैसा कर्छ। यहाँ सब्मिट भनेर थिच्न सक्नुहुन्छ। त्यसपछि तपाईँको अर्डर जान्छ। यदि तपाईँलाई लाइक हाल्न मन लाग्यो भने यहाँ लाइक भन्ने छ, लाइकमा जाने, लाइक थिचेपछि अनि त्यही नै गऱ्यो भने यहाँ तपाईँको अघिको कपी लिङ्क कुन भिडियोमा हाल्नुहुन्छ त्यही कपी लिङ्क गर्न सक्नुहुन्छ। यस्तै कपी लिङ्कले पेस्ट गरिदिनु। तपाईँले जस्तै मानौँ 1000 लाइक हाल्नु पऱ्यो भने तपाईँले यसरी 1000 लाइक हाल्नु, सब्मिट गरिदिनु। तपाईँको लाइकहरू आउनु थालिहाल्छ। तपाईँको भिडियो पनि भाइरल हुन्छ। म तपाईँलाई कसरी लाइकहरू हाल्ने उयोहरू चाहियो भने तपाईँले उयो व्हाट्सएपमा पैसा हालिसकेपछि धेरै कुराहरू सिक्न मन लाग्यो, यो भिडियो देखेर बुझ्नु भएन भने त्यो व्हाट्सएपमा चाहिँ कन्ट्याक्ट गरेर पनि बुझ्न सक्नुहुन्छ होइन। केही समस्या आयो भने व्हाट्सएपमा लेख्दा हुन्छ। अरू केही चाहियो भने तपाईँले सबै कुराहरू व्हाट्सएपबाट गर्न सक्नुहुन्छ। तपाईँ यति जोइन हुन मात्रै पऱ्यो। जोइन भएपछि तपाईँ यो व्हाट्सएपमा जोइन भएपछि तपाईँ अरू बाँकी कामहरू सबै व्हाट्सएपबाट हुन्छ है त। ल तपाईँले गर्ने होइन त आजै ल अकाउन्ट खोल्नुहोस् र कन्ट्याक्टमा आइहाल्नुहोस् है त।